महावीर पुन र कुलमान घिसिङमा यस्तो त्यो चाहिँ आमालाई रोज्छस् कि बाबुलाई रोज्छस् भन्ने यस्तै कुरा हो। दुईटै आजका मितिसम्म चाहिँ म दुईटै उत्कृष्ट पात्र हो। र तपाईँलाई त म तपाईँको मिडियाबाट नयाँ कुरा भनिदिन्छु, नसोधेको मैले भोगेको। मैले सधैँ एउटा कुरा भन्ने गर्थेँ नि, याद छ तपाईँलाई? घुस नखाइकन काम गरेको एउटा मन्त्रालय देखाउनुहोस् भन्थेँ नि म तपाईँलाई। मैले यसपालि भोगेँ। मेरो आफ्नो परिवारसँग सम्बन्धित एउटा काम थियो। कुलमानजीको परिवारका सदस्यले थाहा पाउनुभएछ, मलाई बोलाएर भन्नुभयो तपाईँको मिडिया मार्फत भन्छु, भगवान् पशुपति नाच्छन् भनी पनि दिनुपर्छ जनतालाई। 1 रुपियाँ पैसा नखाइकन कुलमान घिसिङले बुझ्नुभयो हाम्रो रोकिएको लाइसेन्स उहाँले प्रदान गरिदिनु भयो। तपाईँहरू जस्तो मान्छेले काम गर्नुहोस् भनेर उहाँको आफन्तले मलाई भन्नुभयो। उहाँसँग मैले भेट्न पाएको छैन, मैले भेटेर उहाँलाई म धन्यवाद दिन चाहन्छु। कुलमानजीले यसरी नै देश चलाउनु भयो भने हेर्नुहोला, भगवान्ले उहाँलाई यहाँभन्दा धेरै माथि पनि लान सक्छ। त्यसो कुलमान घिसिङ प्रधानमन्त्री हो भविष्यमा? कुलमान घिसिङ महावीर पुनहरूलाई प्रधानमन्त्री दिँदा म चाहिँ खुसी हुन्छु, म पर्सनली। अहिले पनि क्या आज भोलि बिहान प्रधानमन्त्री चाहिँ कुलमान भयो अरे अथवा चाहिँ महावीर पुन हुनुभयो अरे भन्दाखेरि म सबभन्दा पहिला दियो बालिदिन्छु। म काङ्ग्रेसको कार्यकर्ता हो नि, होइन?